सबैलाई नमस्ते, म विनोद राज। आजको भिडियो चाहिँ एकदमै इम्पोर्टेन्ट भिडियो छ है। पुरा भिडियो हेर्नु होला अनि बल्ल स्किप गर्नु होला हैन। तपाईहरुलाई मन परेमा लाइक गर्नु होला, तर भिडियो चाहिँ पुरै हेर्नु होला हैन। यदि हजुरहरु मलेसिया, साउदी कता हुनुहुन्छ भनेपछि होशियार रहनु होला हैन। यो कारोबार गर्दै आउनु भएको छ भनेपछि होशियार रहनु होला हैन। नेपाल सरकारले पनि यसको लागि धेरै छानबिन गरिरहेको छ र पनि आज म आफै परिरहेको छु के हैन। हुन्डीको स्क्याममा म आजै आफै परिरहेको छु के हैन। मेरो साथी र म परिरहेको छौं के हुन्डीको हैन स्क्याम परिरहेका छौं के हैन। उ साथीको कति 1 लाख रुपैयाँ होल्डमै छ, मेरो पनि त्यस्तै होल्डमा रहेको छ के हैन। तर उ हुन्डीवालाले चाहिँ पैसा हाल्दियो एकाउन्टमा, आयो हाम्रो एकाउन्टमा। तर त्यो पैसा कहाँबाट आएको, कसरी आएको भन्ने कुराले छानबिन नभएको कारणले गर्दा हाम्रो पैसा होल्ड रहेको छ के हैन। होल्ड रहेको जस्तै हामीले होल्ड भन्नाले हामीले जस्तै हामी अरु एकाउन्टमा ट्रान्सफर गर्न मिलिरहेको छैन के, हामीले घरमा ट्रान्सफर गर्नको लागि मिलिरहेको छैन के हैन। त्यस्तो छ अवस्था। स्क्याम भनेको त्यस्तो हुँदो रहेछ के। आज आएर थाहा पाएँ मैले हैन। 2 वर्ष भयो मलेसियामा आएको, आज आएर थाहा पाएँ के मैले हैन। स्क्याम त्यस्तो हुन्छ। यदि हजुरहरु पनि हुन्डीको प्रयोग गर्दै आउनु भएको छ भने चाहिँ हुन्डीको प्रयोग चाहिँ गर्न छोड्नु होला हैन। छोड्नु होला। सकभर हुन्डीको प्रयोग गर्दै नगर्नुस् हैन। यदि हुन्डीकै प्रयोग गर्नुहुन्छ भने चाहिँ आफ्नो विश्वासिलो मान्छे छ भने चाहिँ मात्रै हुन्डीको प्रयोग गर्नु होला हैन। यदि आफूले मरि हत्या गरेर कमाएको पैसा हैन, मरि हत्या गरेर कमाएको पैसा, रगत पसिना बगाएर कमाएको पैसा हो नि त हैन। त्यो पैसा हो सुरक्षित तरिकाले आफ्नो फ्यामिलीलाई पठाउनुस् हैन। फ्यामिलीलाई पठाउन सकिन्छ। हुन्डीको प्रयोग चाहिँ गर्दै नगर्नु होला हैन। यदि हजुरहरु मलेसियामा हुनुहुन्छ भने चाहिँ टचाङ्गो, ई-वालेट, एनएस्ट्रापे धेरै प्रकार छन् नि, तपाईं आफै हाल्न सकिन्छ नि त हैन। तपाईको ई-वालेटको बारेमा थाहा छैन भने चाहिँ मलाई कन्ट्याक्ट गर्नु होला। म हजुरहरुलाई त्यसको लागि सबै डिटेल भनिदिन्छु हैन। डिटेल भनिदिन्छु र भेरिफाई पनि गरिदिन्छु हैन। यदि हजुरलाई थाहा छैन भनेपछि, यदि थाहा छ भनेपछि आफैले पढ्न सक्नुहुन्छ तपाईहरुले हैन। धन्यवाद।